रेकर्ड स्टार्ट। हेलो एभ्रिवान, इट्स मी सुजल कुमार पूर्वे। म तपाईँहरूलाई आज मेरो डेन्टल केयर एपको फुल डिस्क्रिप्सन दिन गइरहेको छु। देन विदाउट वेस्टिङ योर प्रिसियस टाइम लेट स्टार्ट। डेन्टल एप खोल्ने बित्तिकै बित्तिकै तपाईँले लगइन इन्टरफेस हेर्न सक्नुहुन्छ, जहाँ तपाईँले साइन अप गरिसक्नुभएछ भने इमेल र पासवर्ड हालेर लगइन गर्न सक्नुहुन्छ। यदि छैन भने तलको साइन अपको बटम तलको साइन अपको बटममा क्लिक गरे बित्तिकै सानो फर्म भर्नु पर्ने हुन्छ, जस्तै फुल नेम, इमेल इमेल र न्यू पासपोर्ट र कन्फर्म पासपोर्ट त्यो दिन बित्तिकै साइन अप गरेपछि जस्तै इमेल यो रङ भयो त रङ रिफर गरियो। त्यो रिफर गरेपछि त्योमा इमेल राइट हाल्नुपर्छ। राइट हालेपछि मात्र साइन अप हुन्छ, साइन अप पेज खुल्छ। अनि साइन अप पेज खुले बित्तिकै डाइरेक्टै यो लगइन पेजमा जाने, त्यो त्यो दिने, आफ्नो जिमेल दिने। जिमेल बित्तिकै दिएपछि जति यो जिमेल हाले ठिक छ, gmail.com। अनि पासवर्ड हाले। पासवर्ड हाल्ने बित्तिकै ड्याक्कै लगइन पेजमा गयो। लगइन पेजमा गएपछि त्यसपछि हाम्रो वेलकम टु डेन्टल केयर भनेर इन्टरफेस आउँछ, जहाँ माई प्रोफाइल, ब्राउजर डेन्टिस्ट, माई एपोइन्टमेन्ट, रिमाइन्डर, ड्यासबोर्ड रिमाइन्डर, अनि डेन्टल हिस्ट्री एन्ड रिकर्ड, इमर्जेन्सी सपोर्ट, एडमिन ड्यासबोर्ड, लगआउट बटम जस्तो हुन्छ। लेट्स टक अबाउट माई प्रोफाइल। जस्तै माई प्रोफाइलमा आफ्नो प्रोफाइलको नाम लेख्न सकिन्छ। जस्तै म आफ्नो नाम लेखेँ प्रोफाइलमा, इमेल, फोन नम्बर लेखेँ, यहाँ डेट अफ बर्थ आफ्नो दिने। त्यो आफ्नो प्रोफाइलको पुरै डिटेल्स हुन सकिन्छ। एड्रेस, जस्तै एड्रेस कहाँ हो भनेर सेभ टु इन, यो सेभ भयो। प्रोफाइल सेभ भएपछि डाइरेक्टै ब्राउजर डेन्टिस्टमा जाने। ब्राउजर डेन्टिस्टमा गएपछि डक्टरहरूको नाम हुन्छ। यहाँ डक्टरको एपोइन्टमेन्ट, जेनरल डेन्टिस्ट, अर्डोलोजिस्ट, जस्तै धेरै अप्सनहरू हुन्छ। जस्तै डक्टरको बुकिङ एपोइन्टमेन्ट गरेपछि यहाँ फिलअप गर्ने, डेट बुक गर्ने, कसरी कुन डेट चाहियो भनेर। त्यो डेट बुक गरेपछि सिलेक्ट टाइम, अनि एपोइन्टमेन्ट टाइप्स कुन हो, जस्तै फिलिङ, यहाँ नोट लेख्नुपर्छ कि त्यो बुक सक्सेसफुली भएपछि त्यो जान्छ। अनि त्यसपछि गएपछि माई एपोइन्टमेन्टमा यहाँ एपोइन्टमेन्टहरू आउँछ। जस्तै फर्म अघिको भरेपछि त्यो आयो। यो ड्यासबोर्ड रिमाइन्डर एउटा ड्यासबोर्ड भयो सबै कुरोको। अनि डेन्टल हिस्टोरी रिकर्डमा कसरी डेन्टलहरू त्योहरू छ, सबै कुरो छ त्योमा। यो डाउनलोड पनि हुनसक्छ हिस्ट्री। त्योमा प्रिभियस रिपोर्ट सबै कुरो हुन्छ। त्यो सबै डाउनलोड गर्न सकिन्छ। तब इमर्जेन्सी सपोर्ट पनि छ योमा। एउटा इमर्जेन्सी सपोर्टमा एउटा कुरो यो पनि छ, त्योमा कल पनि जान सक्छ। यदि कल कुनै इमर्जेन्सीको नम्बर छ, योमा कल गर्न सकिन्छ। जस्तै कल जान्छ। एउटा यो फिचर पनि छ यो एड भएको। अनि एडमिन ड्यासबोर्डमा जस्तै म्यानेज युजर्समा कसरी हुन्छ एडहरू म्यानेज गर्ने, आफ्नो नाम दिने, इमेल दिने, फोन नम्बर दिने। फोन नम्बर दिने एउटा कुरो। फोन नम्बर फोन नम्बरमा नम्बर मात्र हुन्छ, त्यो क्लिक हुँदैन। जे प्रब्लम छ स्पेसलाइजेसन एड गरे बित्तिकै त्योमा आइहाल्छ म्यानेजहरूमा। अनि सबै म्यानेज एपोइन्टमेन्ट छ, अरू म्यानेज कन्टेन्ट, अरू भ्यू एनालाइटिक्समा विकली मन्थली सबै रिपोर्टहरू त्योमा रहन्छ। अनि त्योमा रहेपछि सबै कुरोको टु डेट टोटल कति भयो, पेन्डिङ कति भयो, कम्प्लिट कति भयो, पेसेन्ट कति हो, डेन्टिस्ट कति हो, युजर एडमिन एपोइन्टमेन्ट दुइटै साइडको हो क्या। त्योमा गएर
एडमिन ड्यासबोर्ड अनि त्यो भयो एउटा लगइन लगआउट बटन। लगआउट गरिसकेपछि चाहिँ यो लगइन पेजमा डाइरेक्टै गइहाल्छ। फेरि इमेल हाल, पासवर्ड हाल, तब खोल्छ। यदि इमेल पासवर्ड हाल्दैन ठिक छैन भने इनकरेक्ट बताइदिनुहुन्छ। अनि जस्तै पासपोर्ट बिर्सेपछि यो फोरगेट पासवर्डमा इमेल हालेपछि यो डाइरेक्टै मोबाइलमा खुल्छ। मोबाइलमा ओटिपी आउँछ पासपोर्ट रिसेट। अब पासपोर्ट रिसेटमा डाइरेक्टै जस्तै यो हाले म पासपोर्ट रिसेटमा मेरो नोटिफिकेसन आयो, जस्तै प्लिज चेक यो मोबाइल, यो इमेलमा यो नोटिफिकेसन आयो। मेरो नोटिफिकेसन आयो बित्तिकै म मोबाइलबाट पनि गर्न सकिन्छ। जस्तै आयो साइन अप। एउटा कुरो, यसको सबै डाटा चाहिँ डाटाबेस बसेको हुन्छ। यसको डाटाबेस यता बसेको छ सबै। यो डाटाबेस सबै जति इमेलबाट खोलेछु सबै डाटाबेस बसेको छ। त्यही हो मेरो चाहिँ प्रोजेक्ट। लेट्स थ्याङ्क यू। पज कति गऱ्यो? अँ, सेभ करो। बेलुन सेभ